हेर्नुहोस् तपाईले 46 साल आएपछि त्यो 46 साल 47 सालको आन्दोलनमा म पनि 11 क्लासमा पढ्ने म बानेश्वरमा पुरानो बानेश्वरको चौकमा मैले तपाईहरुको आन्दोलनमा म सहित समर्थन सहित ढुङ्गा मुढा गरेर आन्दोलनको पक्षमा थिए। किनभने ठीक छ अब राजा सहित प्रजातन्त्र आउँछ भने त्यो नराम्रो व्यवस्था होइन। अब राजा भने राज्यको हाम्रो संस्थापक हिन्दू राज्यको प्रतीक भयो। अब बाँकी काम देश चलाउने भनेको जनताको हो, जनताले प्रधानमन्त्रीबाट चलाउने भनेर म पनि 46 सालको 47 सालको आन्दोलनमा बानेश्वरमा पुरानो बानेश्वर चौकमा म 11 क्लासमा पढिरहेको थिएँ। त्यतिखेर म आन्दोलनमा म त्यहाँ हामी युवा थियौँ। युवा भएपछि त ढुङ्गा मुढा त नगर्ने कुरै आएन। त्यो आन्दोलनमा मैले त्यतिखेर हामीले लडेको हो। त्यसपछि कर्फ्यू लाग्यो। कर्फ्यू लागेपछि प्रजातन्त्र बहाली भयो। प्रजातन्त्र बहाली भयो ठिक छ। हामी जनतालाई त के थियो र नेताहरूले गर्ने हो, हामी त आफ्नो आफ्नो काम गर्ने हो। अनि 45-46 पछि प्रजातन्त्र आएपछि तपाईहरु फेरि त्यही सुरु गर्नुभयो। एउटा प्रधानमन्त्री बनाएको छैन, अर्कोले त्यसलाई ढाल्न सुरु गर्ने, एउटा बनाएको छैन अर्को सुरु गर्ने। अनि भर्खर प्रजातन्त्र आएको छ, तपाईहरु मिलेर काम गर्ने हो कि कुर्सीको लागि मारामार गर्ने हो? तपाईहरु त कुर्सीको लोभ रहेछ त्यतिखेर पनि। त्यो त्यति त थियो वहाँ कांग्रेसमै आफैमा कुर्सीको लोभ थियो। र 45-46 को प्रजातन्त्रमा आएपछि अब यहाँहरु नेताहरु आफैमा झगडा गरिराख्नु भएको थियो। हाम्रो माओवादी प्रचण्डजीले 52 सालमा 40 बुँदे माग राख्नु भयो है। त्यो 40 बुँदे माग भर्खर शिशु प्रजातन्त्रमा तपाईले 40 बुँदे भर्खरको जन्मेको बच्चाको 2-4-5 वर्ष भएको बच्चालाई तपाईले यो गर भन्नु भने कसरी जायज हो? त्यो भर्खर प्रजातन्त्र आएको कति भयो त? 46 साल भनेपछि 52 भनेको त्यही 6 वर्ष हैन? 6 वर्षको भर्खरको बच्चा भन्नु प्रजातन्त्र शिशु प्रजातन्त्रलाई तपाईले 52 तपाईले युद्धमा लगिहाल्नु भयो। देशलाई युद्धमा लानु भयो। अब देश भनेको युद्धमा गएपछि पहाडतिर कहीँतिर मान्छेहरु हिँड्न गाह्रो भयो, कहीँ जानु भने गाह्रो डरले हैन। भनेपछि तपाई देश विकास भएन भन्छ त तपाईले विकास हुनै दिनु भएन नेपाललाई। 46 सालदेखि 52 सम्ममा नेताहरु आफ्नै तानातान थियो। त्यो 52 पछि तपाईहरुले जनयुद्धको नाममा देशलाई त पछाडी पार्दिनु भयो। कहीँ काम हुनै दिनु भने कुनै पुल पर्काउने, कहीँ इन्जिनियर कुनै काम गर्न गयो भने त्यसलाई किडन्याप गरिदिने, टिचर पढाउन गयो भने रुखमा झुन्ड्याएर मार्दिने। अनि नागरिक आम मान्छे जनरल मान्छे त डराइहाल्छ त्यतिकै। त्यो तपाईहरुले 10 वर्ष तिनीहरुले बर्बाद गर्नुभयो। हेर्नुस् 52 देखि 62 सम्ममा बीचमा एउटा घटना, त्यो घटना हाम्रो जुन 58 सालमा भयो राजा वीरेन्द्रको, त्यो पनि मृत्यु भन्छ, त्यो सामान्य मृत्यु होइन। त्यसमा पनि धेरै ठुलो रणनीति छ, भित्रभित्री चक्रव्यूह छ त्यो। तर अब त्यो जे भए पनि भगवानले त्यसलाई हेर्छ। जसले गराए त्यसले चाहिँ जस केही न केही समयमा त्यो हुनुपर्छ, पाप लाग्छ त्यो चाहिँ। अब 52 साल पछि 58 पछि त्यो राजा चाहिँ उहाँ ज्ञानेन्द्रजी राजा हुनुभयो। उहाँले पनि त तपाईहरुले भनेको चलाइराख्नु भएको थियो। देउबाजी पनि प्रधानमन्त्री हुनुभएको थियो, चलाउनु भयो। त्यो तपाईहरु गर्नुस्, समय पुगेपछि चुनाव गराउनुस् भनेकै हो। तपाईहरु नगराउन सक्नु भनेको कसको कमजोरी हो? राजाको हो कि प्रधानमन्त्रीको कमजोरी हो? प्रधानमन्त्री सक्षम नभएपछि त्यो मान्छे सक्षम नभयो भने त्यो मान्छे विफल हो कि राजा विफल हो? अनि त्यतिखेर पनि तपाईहरुको काण्ड कति आएको थियो हेर्नुस्। 46 साल पछि त्यसपछि त्यो 60 सम्म भनौं न 58 सम्ममा काण्ड कति काण्ड थियो, भ्रष्टाचारी काण्डहरु हो। त्यो तपाईहरुले जब गर्न सक्नु भएन, त्यो नगर्न सकेपछि राजा ज्ञानेन्द्रले 3 वर्ष मागे तपाईहरुसँग। 3 वर्षमा म चुनाव गराइदिन्छु भनेर तपाईहरुले मान्नु भएको थियो। मलाई राम्ररी याद छ, तपाईहरुले मान्नु भयो ठिक छ चुनाव गराउनु भनेर। तर तपाईहरुलाई कहाँबाट रिस उठ्यो भने कांग्रेस एमालेलाई, जब राजा ज्ञानेन्द्रले शाही आयोग गठन गर्यो। त्यो शाही आयोग गठन गर्यो भने सबै भ्रष्टाचार 46 साल पछि सबैको त्यो सम्पत्तिहरु कहाँबाट आयो के आयो भनेर त्यो छानबिन गर्ने भनेर एउटा शाही आयोग गठन भयो। त्यो शाही आयोग गठन भएपछि तपाईहरुले आत्तिन थाल्नु भयो। ला अब त हामी फस्ने भयो भनेर तपाईको मान्छे अदालतमा थियो। अदालतबाट तपाईले रोका लगाउनु भयो।
अदालतबाट त्यो कुरा नियमलाई खारिज गर्न लगाउनु भयो। त्यसपछि तपाईँ गएर अब भएन यो राजालाई फाल्नु पर्यो, नभए हामीलाई यसले जेलमा फाल्ने भयो, अब माओवादीसँग मिल्नुपर्छ भनेर तपाईँ दिल्लीमा गएर 12 बुँदे सम्झौता गर्नुभयो। त्यो गर्नुभयो। त्यसपछि पनि तपाईँहरू आफ्नो हिसाबले आउनुभयो। सुरुमा मान्छेहरू तपाईँको आन्दोलनमा न्यु रोडमा 50-100 जना मान्छे आउँथ्यो, आउँदैन थियो, विश्वास गर्दैन थियो तपाईँहरूलाई, किनभने सबैले देखिसकेको थियो नेताहरूले काम छैन भनेर। तर नागरिक समाज सबैजना मान्छेहरूलाई तपाईँले राखेर तपाईँहरूले कसम खाएको होइन, अब हामी देशको लागि मात्र गर्छौँ, हामी आफ्नो लागि गर्दिनँ भनेर। त्यसपछि नागरिक समाज, बुद्धिवर्गहरू सबैजना अनि तपाईँहरूको पक्षमा आएपछि बल्ल आन्दोलन मास जनता रोडमा आएको हो नि। हो त्यो रोडमा 62-63 को आन्दोलनपछि तपाईँहरूले त्यसपछि पनि तपाईँहरूले त शासन चलाउनु भएको नि 62 पछि। अनि 62 देखि अहिलेसम्म पनि तपाईँहरू कहाँ सुध्रिनु भयो त? संविधान 2 वर्षमा बनाउँछु भनेर 8 वर्ष लगाउनु भयो है। त्यसपछि प्रधानमन्त्री चेन्ज गर्ने एउटा प्रधानमन्त्री भएको छैन, अर्कोले खाना प्रधानमन्त्री। तपाईँ देशको लागि हो भने प्रधानमन्त्री नभए पनि देश बनाउनु न। प्रधानमन्त्री हुनुपर्छ आफैले देश बन्नलाई। म भयो भने बन्छ, अरू भयो भने बन्दैन भनेर त्यो सोच नराख्नु क्या। देश बनाउने सोचमा मै कुर्सीमा हुनुपर्छ भनेर होइन, त्यागको सोच राख्नुहोस्। जो आउनुहोस् देश बन्नु पर्यो भनेर त्यो सोचमा जानुपर्छ भनेर तपाईँहरूले गरेको भए आज राजाको पक्षमा जनता यसरी रोडमा आउँदैन थियो। त्यसपछि तर पनि मान्छेहरू त्यति राजतन्त्र राजावालीको पक्षमा थिएन, किनभने पक्षमा भएको भए राप्रपाहरूले भोट धेरै पाउँथ्यो, तर त्यो थिएन। मान्छे परिवर्तन खोजिरहेको थियो। त्यो परिवर्तन गर्नको लागि नयाँ युवाहरू आयो। युवाहरूले केही परिवर्तन गर्छु भनेर स्थानीय चुनाव र राष्ट्रिय चुनावहरूमा पनि युवाहरू आयो। त्यो युवाहरूले गर्दा जनतामा केही आशा त पलाएको थियो। तर तपाईँले चाहिँ के गर्नुभयो? पुरानो यो यिनीहरूले हाम्रो भाग खाना आयो। पहिला यिनीहरूको योगदान के छ यो गणतन्त्र ल्याउनलाई? यिनीहरूलाई त कहाँ आउँछ? यिनीहरूलाई झुट्टो मुद्दा लगाएर सम्पत्ति शुद्धिकरणहरू सबै लगाएर त युवाहरूलाई कसरी हुन्छ फसाउने, थुनामा पुर्याउने, जेलमा पुर्याउने, भयभरको नेपालीलाई कसरी हुन्छ विदेश पठाइदिने र आफू राज्य सत्तामा बस्ने। अब त्यो त अहिलेको त सबैले हेरिरहेछ त्यो कुराहरू। अब यो कुराहरू हेर्नुहोस् त, तपाईँले 240 वर्ष भन्नुहुन्छ राजशास्त्र, राजाले के गरे भनेर। तपाईँ आफै मनन गर्नुहोस्, मूल्याङ्कन गर्नुहोस्, हेर्नुहोस्, देशको लागि सोच्नुहोस्। देश रह्यो भने हाम्रो पुस्ताले राम्रो एउटा स्वाभिमान भएर बाँच्नेछ होइन। त्यही भएर अहिले पनि म विनम्र निवेदन के छ भने देशको हितमा, देशलाई सुहाउँदो, नेपाललाई सुहाउँदो र नेपालीलाई सुहाउँदो चाहिँ कुन व्यवस्था, कुन सिस्टम, के कुरा ठिक हुन्छ त्यो कुरामा विचार गरेर एकचोटि मनन गर्नुहोस्। यही मेरो शुभकामना, सुझाव जे सम्झिनुहोस्। मेरो यो सुझाव सहित म आजको यो 2 शब्द यही टुङ्ग्याउँछु। जय नेपाल।